खुसी लाग्यो। म चाहिँ निर्वाचन आयोगबाट रश्मि गुरुङ, म चाहिँ स्वास्थ्य स्वयंसेविका पनि हो। अब यो फागुन 21 गते प्रतिनिधि सभाको चुनाव हुँदैछ, हजुरलाई थाहा छ है? हो, त्यसमा चाहिँ भोट कसरी लगाउने भनेर म सिकाउँदैछु। हुन त यहाँहरूले जान्नुभएको छ, तर पनि धेरै चाहिँ हाम्रो पहिलाको तुलनामा चाहिँ यो सहरी क्षेत्रमा चाहिँ भोट एकदम बदर भइरहेको बिग्रेको अवस्था छ। त्यसैले एकैछिन मलाई 2 मिनेट टाइम दिन सक्नुहुन्छ? हजुरलाई झन् एकदम सिकाउनु मन लागेको, खुसी लाग्यो भेटेर। मलाई एकदम खुसी लाग्यो। भोट लगाउन तयारी हुनुहुन्छ? सिकाउँछु ल हजुरलाई। ठिक छ। हजुर सबैलाई प्रत्यक्ष हुन्छ नि प्रतिनिधि सभाको यो चाहिँ रातोमा तपाईँले हेर्नुहोस्। सुरुमा जाँदाखेरि हजुरहरूले आफ्नो नागरिकता होइन, भोटर कार्ड हुन्छ, त्यसपछि ड्राइभिङ लाइसेन्स हुन्छ, केही छैन भने त्यो मालपोतको हुन्छ नि मालपोत, त्यसले पनि काम गर्छ, त्यो लिएर जानुहोस् होला। त्यसपछि सुरुमा तपाईँहरूलाई यो मतपत्र दिन्छ। अनि जाने साथमा गएर हजुरलाई इच्छा लागेको व्यक्तिलाई कुन मनपर्छ होइन, त्यसमा ठक्क यो स्वस्तिक छाप त्यहाँ नजिकै हुन्छ। अब यति मध्येमा हजुरको यो चाहिँ स्याम्पल हो, निर्वाचन आयोगको स्याम्पल हो। तर हजुरलाई यो हुन्छ नि सूर्य रुख हुन्छ, माटो, यस्तो घन्टी, यस्तो थुप्रै हुन्छ कि चिन्हहरू, त्यो चाहिँ छैन, त्यो बेला चाहिँ हुन्छ। तर आफूलाई कहाँ मन लाग्छ ठ्याक्कै मजाले यसो गरेर ट्याक्क लगाउनुहोस्। यो दायाँमा पर्नु भएन, चिन्ह पनि छुन भएन। अनि हजुरलाई भोट माग्न थुप्रै मान्छेहरू आउँछ नि त है। यस्तो चिन्ह चाहिँ अहिले चाहिँ यो छ होइन? होइन यो होइन, मैले भनेको चाहिँ। अनि यो यसको चाहिँ यता छ होइन, यता लाउँदा हुन्छ हुँदैन नछैन। यता ठाउँ यस्तै यस्तै अलिकति यता खाली ठाउँ छ, त्यहाँ चाहिँ अलिक ठुलो हुन्छ। त्यो विचारमा सबै लाउँदा चाहिँ बदर हुन्छ। चिन्हमा पनि नछुनु। तर त्यहाँ अब त्यो भोट गर्ने बेलामा दलहरू बैठक बस्छ, त्यो एउटा सहमतिले अब चिन्हमा छोरा चाहिँ गनिने हुन्छ होला, अथवा हुन्छ हुँदैन, तर हामी चाहिँ त्यो भन्दैनौँ। अनि पठाउँदाखेरि चाहिँ हेर्नु यो निलो चाहिँ यहाँ पर्ने गरेर क्या, सेतोमा लतपत नहुने गरेर ठ्याक्कै गयो, यो गयो, यो गयो, यो चाहिँ त्यहाँ नजिकै मतपेटिका हुन्छ, यत्रो स्वयंसेवकहरू हुन्छ, ठ्याक्क राख्नु सक्यो। त्यसपछि अर्को यस्तै कालोमा हुन्छ, अलिक ठुलो हुन्छ, त्यो चाहिँ प्रतिनिधि, यो चाहिँ समानुपातिको पार्टीलाई जान्छ। नेपाली काङ्ग्रेस, एमाले, माओवादी, यस्तै घन्टी थुप्रै पार्टीहरू हुन्छ। आफूलाई काम मन लाग्छ, त्यो पनि एक ठाउँ मात्रै। त्यो त हजुरले पनि एकचोटि ट्राई गर्नुहोस् ल। अब जुनमा हाल्दा नि भयो होइन? सिक्ने त होइन, हाल्नु न जुनमा नि कसरी हाल्नु मात्रै सिक्ने पास समानुपातिक आउँछ, पार्टीलाई जान्छ। त्यसबारीको गणना गरेर कतिजना छानिन्छ, यही पार्टी यहाँ पनि एक ठाउँमा नै। हजुरलाई पनि धेरै धेरै धन्यवाद।